ओहो, पिरियड भयो कि क्या हो? कस्तो पेट पनि दुखी जस्तो भइरहेछ। कस्तो झन् मम्मीले मन्दिर जाने भन्नुभएको थियो। माई गड, अब फेरि कहिले नगएको मन्दिर कस्तो जानु मन लागिरहेछ यार। आओस्, म मम्मीलाई केही भन्दिनँ, चुपचाप बस्नु पर्यो अनि बरु मन्दिर चाहिँ जानु पर्यो, पूजा चाहिँ नगर्नु पर्ला। हो, यस्तै गर्नु पर्यो। कहिले नगएको मलाई मन्दिर जानै दिनुहुन्न मम्मी। फेरि नजाऊँ भने पनि अब पछि जानै पाउँदैन। के लुकाएर त्यसरी? मलाई थाहा हुँदैन। भन्नु त छैन, झन् लुकाएर छ हेर। लाज नबोकी। अब यसपालि त नजा, म र भाइ जान्छौँ, अर्कोचोटि जा। अर्कोचोटि जानुपर्छ। यसरी भन्नुपर्छ नि, लुकाएर छ हेर झन्। यसरी जाँदा अपवित्र हुन्छ, सोचेको कुरा पुरा हुँदैन, थाहा छैन तँलाई? कति भन्नुपर्ने र? बस घरमै।